धनुषा जिल्लाको जनक नन्दनी गाउँपालिकाकी श्री माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत 18 वर्षीय रजिना खातुन मध्य प्रदेशकी शिक्षा मन्त्री बनेकी छन्। बुधबार खातुनलाई 1 घण्टाको लागि शिक्षा मन्त्री बनाइएको छ। प्लान इन्टरनेशनलको गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा शिक्षा मन्त्रालय मध्य प्रदेश संघको समन्वयमा खातुनलाई मध्य प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले 1 घण्टाको लागि शिक्षा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका छन्। सो क्रममा खातुनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी, कार्यविधि, कार्यक्षेत्र लगायतका बारेमा जानकारी गराइएको छ। पहिले त हम कहै छलियै से 10 पढ़ के हम शादी कर लेबै, अभी 9 ने पढ़ रहल छी, हम उम्र भेल 18 साल। तैयो हम कहै छलियै, हमर मम्मी पापा कहै छलै से 10 ने पढ़ा कर एसएलसी दिया के हम शादी करवा देबो, पर अब हम मम्मी पापा के जाकर कहबै अभी हम शादी नहीं करबो। जब तक हम अपना पैर पर खड़ा नहीं भ जेबो तब तक हम शादी नहीं करबो। चाहे 20 वर्ष कला नहीं पूग जाए, 21 वर्ष पूग जाए, तभी अपना पैर पर खड़ा नहीं हेबै तब तक हम शादी नहीं करबै। आई कुर्सी पर बैठला के बाद हमरा अथी भेलै से हाँ बड़का आदमी केना के बनबै, केना के रहबै, केना के पढ़बै लिखबै त हमहु बड़का आदमी बनबै, आई कुर्सी पर हमहु बैठबै। कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरूबाट आएका सामुदायिक विद्यालयका छात्राहरूले आफ्नो विद्यालयमा रहेका समस्याहरूबारे ध्यानकर्षण गराएका थिए। त्यस्तै मन्त्री महेश प्रसाद यादवले 1 घण्टाको लागि खातुनलाई शिक्षा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेर छात्राहरूलाई मन्त्रालयबारे जानकारी दिन पाउँदा आफूले गौरवान्वित महसुस गरेको बताए। एउटा सांकेतिक कार्यक्रमको रूपमा पद हस्तान्तरणको कुरा जुन ल्याउनु हो त्यो म व्यक्तिगत रूपमा म चाहिँ धेरै नै प्रभावित भएको छु र म धेरै खुसी पनि भएको छु। यो मान्यमा भएको छु भने कि अब हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि 3 तहको सरकार बनिसकेपछि यत्रो ठुलो परिवर्तन भइसकेपछि पनि जुन हिसाबले हाम्रा नागरिकलाई अनुभूति गराउनु पर्ने कुरा हो त्यो अनुभूति गराउने प्रयत्न तपाईहरु गरिराख्नु भएको छ। त्यसको लागि चाहिँ मैले हृदयदेखि नै तपाईहरुलाई धन्यवाद दिन्छु। म खुसी पनि भएको छु। आज मेरो पद थियो हैन, मन्त्री थिए र म आफ्नै पद हस्तान्तरण गर्ने हैन र कसैलाई पनि आफ्नो पद हस्तान्तरण गर्दाखेरि धेरै नै उलाई कष्ट पनि हुन्छ हैन, कष्ट हुन्छ हैन, तर मलाई चाहिँ कष्ट भएको छैन हैन। मलाई किन भएको छैन भने म फेरि त्यस्तो पदमा बसिरहने व्यक्ति पनि होइन। म चाहिँ चलामान भन्ने व्यक्तिको रूपमा म आफूले चाहिँ प्रस्तुत गर्न खोजिरहन्छु र आज अब जसरी यहाँ बहिनीलाई यहाँ राख्नुभयो र एउटा बहिनीले जुन कुराहरू महसुस गरिराख्नु भएको छ त्यसको निम्ति मैले चाहिँ आफूलाई सौभाग्य बुझेको छु। मैले चाहिँ यो अवसर पाएँ। यस्तो बहिनी, त्यसमा पनि अपाङ भएका बहिनी, मलाई थाहा पनि थिएन हैन, अपाङ्गता भएका छ, फेरि पनि अल्पसंख्यक मुस्लिम समुदायबाट पनि आउँछ र अहिले पनि हामी चाहिँ यसो शिक्षाको कुरा गर्दाखेरि त्यही अब मुस्लिम समुदाय र हाम्रो चाहिँ सीमाङ्कृत भएका व्यक्तिहरू, बालबच्चाहरू धेरै नै स्कुलबाट टाढा भएको मैले पाएँ कि मैले यसो घुम्दाखेरि। र अब ती समुदायका बच्चाहरू नै स्कुल गइरहेका छैन भने ती अभिभावकहरूलाई कसरी हामी साक्षर बनाउन सक्छौँ भन्ने कुरा चुनौती पनि हो। र यही क्रममा यी अल्पसंख्यक बच्चालाई यहाँ मैले चाहिँ आफ्नो पद दिँदाखेरि त्यो मैले गौरवान्वित महसुस गरेको छु। र यस्तो यो कार्यक्रमहरू निश्चित रूपमा यसरी चाहिँ हामीले राज्यले पनि पाठ सिक्नुपर्छ, हामीले पनि सिक्नुपर्छ र हामीले पनि सधैँभरि हुने खाने मान्छे जसरी सत्तामा बसिरहन्छौँ त्यो हुनु हुँदैन। त्यसले पनि यो कार्यक्रमले त्यसलाई पनि प्रस्तुत गरेको छ। किनभने अब निम्न वर्ग भएका व्यक्तिहरू, ग्रास रुट भएका व्यक्तिहरू, जो व्यक्तिहरू राज्य सत्तामा गएपछि जैनुन भन्नु न समस्याहरूलाई सम्बोधन गर्ने चाहिँ उसमा आँट आउँछ, साहस आउँछ, त्यसले समाजलाई बुझेको छ, ती व्यक्तिहरूलाई चाहिँ यहाँसम्म ल्याउनु पर्ने राज्यको पनि दायित्व हो र यहाँ भएका राजनीतिक पार्टीहरू पनि कर्तव्य पनि हो भन्ने मैले चाहिँ आजको यो कार्यक्रमबाट मैले महसुस गरेँ र म पहिले पनि त्यो कुराहरू सोच्दै आएको थिएँ। र आज यसरी अब यहीकै क्रममा उहाँ चाहिँ हाम्रो अहिलेको मन्त्रीजीलाई जसरी चाहिँ प्रश्नहरू गरियो यो मन्त्रालयको सम्बन्धमा
उहाँ त तुरन्तै आउनुभएको हो, उहाँले धेरै प्रश्नहरू पनि तेर्साइयो। उहाँले चाहिँ अब यहाँको कुराहरू डिटेलमा यहाँका कर्मचारीहरूले चाहिँ नभनेर धेरै कुराहरू बुझ्न सक्नु पनि भएको छैन उहाँले। त्यसै कारणले म त थिएँ, म भइसकेपछि मैले थोरै त्यो क्वेसनहरूको पनि म प्रश्न दिन्छु र म समापन गर्छु। म चाहिँ हामी चाहिँ यो मन्त्रालयमा जिम्मेवारी पाइसकेपछि योभन्दा पहिले सामाजिक विकास मन्त्रालय अन्तर्गत नै शिक्षा थियो होइन, तर चाहिँ यो दोस्रो कार्यकालले यो शिक्षालाई नै अलग पारेर बोर्डले लगाएर शिक्षा मन्त्रालय बनायो। र यो मन्त्रालय बनिसकेपछि मैले यसो अनुभव गर्दाखेरि हाम्रो प्रदेश चाहिँ अब भन्नु न साक्षरता दर रेट सबभन्दा कम भएको प्रदेशमा मैले चाहिँ हेरेँ डाटा हेर्दाखेरि, र यो प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने मैले चाहिँ अठोट लिएँ र त्यही दिन मैले त्यो निर्णय पनि गरेँ। हाम्रो सचिवजीले, निमित सचिवजीले भन्नुभयो हाम्रो अधिकारको विषयहरू, त्यही कुराहरू पनि त्यतिखेर निर्णय गर्दाखेरि मैले पनि त्यही कुराहरू सचिवजीहरूबाट पनि पाएँ। यो हाम्रो चाहिँ अन्डरको कुरा होइन, हामीलाई साक्षर बनाउन अलिकति अप्ठ्यारो नै हुन्छ, स्थानीय सरकारले केन्द्रीय सरकारको निहितमा छ। त्यही पनि अब कानुनले अब त्यसरी साझा कार्यक्रम अन्तर्गत राखिसकेपछि हामीले पनि यदि आफ्नो नीति, आफ्नो ऐन कानुनहरू बनाएर अगाडि हिँड्दाखेरि हामीभन्दा त तल्लो निकाय नभनौँ, सरकारै भनौँ, तर हामी उभन्दा माथि छौँ। हामीले गरेका कामहरू या बनाएका कानुनहरू चाहिँ उसलाई चाहिँ लागू गर्नुपर्छ भन्ने हिसाबले तपाईँ एकचोटि कानुनलाई अध्ययन गर्नुहोस्, त्यो संविधानलाई अध्ययन गर्नुहोस् भन्दाखेरि उहाँले अध्ययन गरेर साझा कार्यक्रम अन्तर्गत हामीले त्यो दिन निर्णय गरे र आज हाम्रो यो प्रदेशको नीति तथा कार्यक्रममा पनि साक्षर प्रदेश बनाउने अबको यो दोस्रो कार्यकालको सरकारले भन्ने कार्यक्रम पनि आइसकेको अवस्था छ, बजेटिङहरू पनि भएको अवस्था छ र त्यसको साथसाथै हाम्रो पालिकाहरूले पनि अहिले साक्षर नभएको अवस्था हेर्छौँ। अनि हामी त्यसलाई चाहिँ प्लानको हिसाबले एउटा योजनाबद्ध तरिकाले हामी त्यसलाई कसरी साक्षर बनाउन सक्छौँ र त्यही साक्षर बनाउने क्रममा नै त्यही सामुदायिक विद्यालयहरूको व्यवस्थापनदेखि लिएर अन्य कुराहरू उनले उपस्थित छात्राहरूको गुनासो आफ्नो मन्त्रालय तर्फबाट स्थानीय तहसँग समन्वय गरी छिटोभन्दा छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरे। प्लान इन्टरनेसनलले बालबालिका, युवा, किशोरी र महिलाको हक हित र व्यक्तित्व विकासका लागि देशैभरका जिल्लाहरूमा काम गर्दै आएको अभियानका विशेषज्ञ सृजना वज्राचार्यले जानकारी दिइन्। 11 अक्टोबर अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने गरिएको छ र प्लान इन्टरनेसनलको बिकज आई एम गर्लबाट यो सुरुवात भएको हो र यो अभियान पैरवीका सन् 2011मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष 11 अक्टोबरलाई चाहिँ बालिका दिवस घोषणा गरेर लगातार अन्तर्राष्ट्रिय बालिका दिवस सन् 2012देखि संसारभर मनाउन थालिएको छ र बालिका दिवस सुरु भएको 1 दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ र समाजमा जगडिएको लैङ्गिक विभेदका कारणहरू बालबालिकाको तुलनात्मक बालिका तथा किशोरीहरूको बढी विभेद, हिंसा, दुर्व्यवहारको जोखिम हुने भएकोले यो दिवसको परिकल्पना गरिएको। यस वर्षको बालिका दिवसको चाहिँ नारा के रहेको छ भन्दा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी रहेको छ र यो गर्ल्स डे प्रोग्राममा चाहिँ कस्तो छ, के हुन्छ त यसमा भन्दाखेरि चाहिँ बाल अधिकार, त्यसमा पनि विशेष त बालिकाहरूलाई केन्द्रितमा राखेर कार्यरत सङ्घ संस्था विभिन्न प्लान इन्टरनेसनलले बालिका दिवसको अवसरमा विश्वभर नै गर्ल्स डे प्रोग्राम अर्थात् बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम आयोजना गर्दै आएको छ। यो किशोरी सशक्तिकरणको एउटा नियमित अभियान पनि हो। नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँग हातेमालोमा विगत चाहिँ यस वर्ष पनि सङ्घीय र जिल्ला स्तरबाट गर्ल्स डे अभियानलाई निरन्तर दिने गर्दै आइरहेको छ र विगत हामीले अक्टोबर महिनामा पनि विभिन्न मन्त्रालयहरूमा काठमाडौँमा पनि गऱ्यौँ, त्यस्तै गरेर अरू जिल्लाहरूमा पनि यो कार्यक्रमहरू गर्दै आइरहेका जानकारी गराउन चाह्यौँ र यसमा पनि हामीले विभिन्न सङ्घीय स्तरका सङ्घ संस्थाहरूका साथसाथै जुम्ला, कालीकोट, डोल्पा, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा पनि अक्टोबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकायको, सङ्घ संस्थाको, मिडिया, दूतावास, शैक्षिक तथा लगायतका प्रमुख व्यक्तिहरूको चाहिँ कार्यभार 1 दिनको लागि एक किशोरीलाई हस्तान्तरण गर्दै आइरहेका छौँ र गर्दैछौँ पनि, अझै पनि हामी यो कन्टिन्यू भइरहेको छ। यो यही नै कुरा हो, मेन चाहिँ हामीले के गर्दैछौँ भन्ने कुराहरूको चाहिँ र अहिलेसम्म चाहिँ यो गर्ल्स डे प्रोग्राम चाहिँ हाम्रो देशभरमा 7वटा जिल्लामा चाहिँ 50वटा किशोरीहरूले विभिन्न सङ्घ संस्थाहरूमा गरेर चाहिँ 50वटा पदको नेतृत्व लिइसक्नु भएको छ। त्यसले गर्दा अब हामीले आज पनि हामी यो कार्यक्रम गर्न गइरहेका छौँ र यो आजको कार्यक्रम गर्ने
दौडानमा चाहिँ हामीले सरस्वती मैले चाहिँ अलिकति मात्रै राख्न चाहेँ र अबको कार्यक्रममा चाहिँ हामीले एकचोटि चिना पर्ची पनि सरस्वती गरौँला, जसले गर्दा उनले धनुषाका 5वटा पालिकामा हाल उक्त परियोजनाले काम गर्दै आएको बताइन्। उनले यसअघि पनि देशभरका विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरूको समन्वयमा छात्राहरूलाई एक दिनका लागि पद हस्तान्तरण गरेको बताउँदै आजको पद हस्तान्तरण देशमै पहिलो पटक शिक्षा मन्त्रीको टेक ओभर भएको जानकारी दिइन्। उनले आजको टेक ओभरले समाजमा छात्राहरूलाई पढेर ठूलो मान्छे बन्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा शिक्षा मन्त्रालयका पदाधिकारी, प्लान इन्टरनेशनल तथा आसमान नेपालका पदाधिकारी, छात्र तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।